यो भिडियो मेरो जिम जाने दिदी बहिनीहरूको लागि हो, सो भिडियो एन्डसम्म हेरिदिनु होला अनि स्किप पनि नगर्नु होला। धेरैजनाहरू डराउनुहुन्छ कि उहाँहरूले वेटलिफ्ट गर्नुभयो भने केटा मान्छे जस्तै बल्की हुन्छ, तर रियालिटीमा चाहिँ साइन्सले यो कुरा सपोर्ट गर्दैन। तपाईहरूको बडी एक्सिडेन्टली बडी बिल्डर जस्तो हुन सक्दैन, किनकि बायोलोजीले नै यो लिमिट गर्छ। अब यो कुरा चाहिँ मेरो ओपिनियन मात्र होइन, धेरै जस्तो साइन्टिफिक स्टडिजहरूले पनि यसलाई सपोर्ट गरेको छ। अब बायोलोजिकल रिजन हेर्ने हो भने सबै कुरा हर्मोन्सले डिटरमाइन गर्छ। मसल ग्रोथको लागि सबभन्दा मेन हर्मोन भनेको चाहिँ टेस्टोस्टेरोन हो, अनि मेनको टेस्टोस्टेरोन लेभल चाहिँ वुमेनको भन्दा 10 to 20 टाइम्स धेरै हुन्छ। त्यसरी नै अर्को हर्मोन भनेको चाहिँ एस्ट्रोजन हो, जुन चाहिँ वुमेनमा धेरै हुन्छ। अनि एस्ट्रोजनको इफेक्टले गर्दाखेरि चाहिँ तपाईँको बडीमा फ्याट स्टोर गर्न सजिलो हुन्छ, बट यसले मसल ग्रोथलाई चाहिँ डाइरेक्ट सपोर्ट गर्दैन। त्यही भएर तपाईँहरूको स्ट्रेन्थ र मसल मास चाहिँ बढ्न सक्छ, तर त्यो नेचुरली बल्की लुक हुन्छ नि केटाहरूमा, त्यो चाहिँ तपाईँहरूकोमा आउँदैन। तपाईँहरूले यो कुरा बुझ्न पनि जरुरी छ कि इभन हायर टेस्टोस्टेरोन लेभल भएको पुरुष मान्छेहरूलाई पनि नोटिसेबल अमाउन्ट अफ मसल बिल्ड गर्नको लागि इयर्स अफ हार्डवर्क लाग्छ। अब तपाईँहरूले वेटलिफ्टिङ गर्दाखेरि चाहिँ मसल सजिलै बिल्ड हुन्छ भनेर सोच्नु भएको थियो भने जिम जाने सबै केटाहरू पनि बडी बिल्डर जस्तै देखिनु पर्ने हो नि त। अब तपाईँहरूबाट क्वेसन आउन सक्छ, इन्स्टाग्राम अनि अरू सोसल मिडियाहरूमा धेरै मस्कुलर वुमेनहरू देखिन्छ त, तर यो मान्छेहरूले चाहिँ धेरै वर्ष ट्रेनिङ गरेको हुन्छ, स्ट्रिक्ट डायट र सप्लिमेन्ट पनि युज गरिरहेको हुन्छन् मसल बिल्ड गर्नको लागि। अनि कतिपय प्रोफेसनल एथलिट्सहरूले चाहिँ आफ्नो मसल मासलाई आर्टिफिसियली इन्क्रिज गराउनको लागि टेस्टोस्टेरोन अर स्टेरोइड ग्रोथ हर्मोन्सहरू पनि युज गरिरहनु भएको हुन्छ। त्यसैले त्यस्तो मसल साइज चाहिँ नेचुरली इम्पोसिबल नै हुन जान्छ। अब चाहिँ हामी इम्पोर्टेन्ट कुरातिर जम्प गर्न पर्छ। सो तपाईँहरूले वेटलिफ्टिङ गर्न चाहिँ किन जरुरी हुन्छ त? अब प्राइमेरी रिजन भनेको चाहिँ तपाईँको डेली फङ्सनल स्ट्रेन्थलाई इम्प्रुभ गर्छ, तपाईँको मेटाबोलिजमलाई बुस्ट गर्छ, अनि तपाईँको बोन डेन्सिटी पनि स्ट्रङ हुन्छ। त्यसमाथि वेट ट्रेनिङले तपाईँहरूको स्ट्रेन्थ पनि बढ्छ, टोन लुक पनि आउँछ, ओभरअल तपाईँहरूको बडी कम्पोजिसन नै इम्प्रुभ हुन्छ। त्यसैले मेरो दिदी बहिनीहरू, तपाईँहरू वेटलिफ्टिङबाट चाहिँ डराउनु पर्दैन। तपाईँहरूको बडी चाहिँ एक्सिडेन्टली बल्की पनि हुनेवाला छैन, अनि यसलाई चाहिँ तपाईँले इन्टेन्सनली नै बिल्ड गर्नुपर्ने हुन्छ। सो यो भिडियोको फाइनल कन्क्लुजन चाहिँ के आउँछ भन्दाखेरि तपाईँहरू जिम जानुहोस्, वेटलिफ्टिङ अनि रेजिस्टेन्स ट्रेनिङहरू गर्नुहोस्। तपाईँहरूको इफोर्ट चाहिँ एउटा केटा मान्छेको भन्दा कम हुनु भएन। मसल ग्रोथ भनेको तपाईँको इन्टेन्सनल इफोर्टले मात्र हुन्छ, अनि यसले गर्दाखेरि तपाईँको स्ट्रेन्थ, फ्याट लस एन्ड ओभरअल हेल्थ नै राम्रो हुन जान्छ। अनि यस्तै स्पोर्ट्स र न्युट्रिसनको बारेमा बुझ्नको लागि मेरो च्यानललाई फलो गर्नुहोला।